नवराजको आन्दोलनलाई भेरी नदीमा 6 जना भाइहरूको मुखमा दागबत्ती दिएर त्यहाँबाट एउटा सङ्कल्प गरेर आन्दोलनमा आउँदै गर्दा माइतीघर मण्डलामा मैले धेरै लामो समय बिताएको छु। हात खुट्टामा नेल लगाएर दलितले न्याय कहिले पाउँछ भनेर हामीले त्यो एउटा आन्दोलनको प्रारम्भ गरेका थियौँ। माइतीघर मण्डलामा लामो समय बसेर सरकारतिर औँला ठडाएर लामो समयदेखि हामीले प्रश्नहरू गरेका छौँ। सम्मानित सभामुख महोदय, तर यतिका प्रश्नहरू गर्दै गर्दा कहीँ कतैबाट ढुङ्गो मुडो कहीँ कतैबाट कसैले चुक्क बोलेन। यो लामो समयमा हामीले काठमाडौँको माइतीघर मण्डलामा 45 दिन बस्दै गर्दा त्यति बेलाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति जो अहिले हाम्रो सभापति हुनुहुन्छ रवि लामिछानेले संसदमा उभिएर माइक समातेर माइतीघर मण्डलामा कहिलेसम्म खगेन्द्र सुनारहरू हातमा नेल लगाएर बस्ने हो र यो समाजलाई हामीले कहिलेसम्म यसरी नेल लगाएर राख्ने हो भनेर उहाँले विषय प्रवेश गराइदिनु भयो। म यहाँबाट आदरणीय पार्टी सभापतिज्यूलाई हृदयदेखि नै म धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। यो बिचमा हामीले लामो सङ्घर्ष गऱ्यौँ, यो बिचमा धेरै आन्दोलनहरू गऱ्यौँ। त्यस पश्चात हामी राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भयौँ। अहिले मानिसहरूले यहाँ धेरै कुराहरू उठाएको मैले यसो सुनेको छु। केही समय अगाडि एकजना प्रवक्ता मित्र एकजना कमरेडले भन्नुभयो माफी मागेर मात्र हुन्छ, बोलेर मात्र हुन्छ, भनेर मात्र हुन्छ, नीतिमा मात्र गरेर हुन्छ, व्यवहारमा हुनुपर्छ कि पर्दैन भनेर उहाँले सोध्नुभयो। म भन्न चाहन्छु हामीले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दै गर्दा त्यो पार्टीसँग सहकार्य गर्दै गर्दा त्यो पार्टीभित्रबाट निर्वाचनमा उभिँदै गर्दै गर्दा हामीले सम्मानित पार्टी सभापतिज्यू रवि लामिछानेलाई भनेका थियौँ तपाईँ दलितको मुद्दाप्रति झुक्नुहुन्छ कि हुन्न भन्दा उहाँले झुक्छु भन्नुभयो। लेख्नुहुन्छ कि हुन्न, लेख्छु भन्नुभयो। कति नम्बरमा लेख्नुहुन्छ? 1 नम्बरमा लेख्छौँ भन्नुभयो। 1 नम्बरमा लेख्नुभयो। यहाँलाई धन्यवाद छ। त्यो कुरालाई स्वीकार गर्नुहुन्छ? स्वीकार गर्छु, म जान्दछु, म मान्दछु। सम्माननीय सभामुख महोदय, अहिलेको जिउँदो कोही पनि गैर दलितले यो जात बनाएको होइन, म यो कुरा जान्दछु। तर समाजमा भएको त्यो घृणा र त्यो पीडा सहेर बसेको दलितलाई त्यो क्षमा याचना गर्ने त्यो आँट, त्यो साहस कसैले गरेको थिएन। त्यो आँट गर्नुभयो, त्यो साहस गर्नुभयो अहिलेको सम्माननीय प्रधानमन्त्री र सम्मानित पार्टी सभापतिजीलाई म हृदयदेखि नै माननीय सदस्य समय चाहन्छु। मेरो